तो चलिए शुरू कर। हेलो लाफाको झोले अनि नमस्ते है त तपाईँहरूलाई मेरो ब्लगमा फेरि स्वागत छ। म जाँदैछु आज किन कता यस्तो टिक्क परेर कता हिँडेको भनेर सोध्नुभयो होला। म जनकपुर जाँदैछु। जनकपुर किन भन्दाखेरि मालाली मेला जाँदैछु। टिक्क परेर कस्तो देखेको थाहा छैन। के बोले भाइ? अब के बोले होला। कस्तो जाँदैछु म जनकपुर। सो त्यही हो कि गाइस, म चाहिँ किन जनकपुर गएको भन्दाखेरि भोलि पूजा छ, घर पूजा होइन। त्यही घर पूजाको लागि चाहिँ माला लिनु भनेर जनकपुर गएको। यस्तो तातो घाममा यस्तो अल्छी लागेको छ कि यस्तो घाम छ कि के भन्नु बा त्यही नगरे जस्तो भने जस्तो। तर त्यही भएर म जान लाग्दैछु जनकपुर। सो त्यही भन्न चाहन्छु होइन, तपाईँहरू मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै स्वागत छ, धन्यवाद छ, सबै चिज छ। बट यु नो लाइक चाहिँ कमायो क्या गाइस। के हो कि लाइक आउनु पर्यो नि त। अच्छा होइन नि त त्यसरी के, लाइक आउनु पर्यो अनि पो मजा आउँछ त। सो अन द वे फाइनली हामी हाइवे पनि आइपुग्यो होइन। अन द वे फाइनली हाइवे पनि आइसक्यो। हामी गाडी उताबाट आउनुपर्ने हो। पर्खिरहेको छु होइन, गाडी आएको छैन अहिले। त्यही हो। सो रोड त आयो, अब गाडी पर्खिरहेको छु। कतिखेर आउने हो थाहा छैन। म चाहिँ यो गाउँबाट आएको हो। गाडी आएको छ, पर्खिरहेको छु म। गाडीलाई कब आएगा गाडीमा चढ के जाऊँगा भने जस्तो त्यही हो। On the way, finally जानकी मन्दिर पनि आइपुग्यो हामी। मलाई पूजा गर्नु, मलाई माला चाहिँ चाहिएको। कसरी छ? चाहिएको 5 वटा। कसरी छ भन्नु त? 90 रुपियाँ। ए मलाई पूजा गर्नु होइन कि, मलाई घर चाहिँ लानु छ। अनि त्यही मिलाएर दिने भए म 5 वटा लान्छु। कसरी दिने भन्नु त? 80 से कम ना हुई। मेरा मजाक।
तपाईँ होलसम क्याफे। सब भेला रहेछ त नि यता चाहिँ के छ नि गफ चलिरहेको म फुल्ली नआएको पूजाको लागि केटाहरू कोही भ्याउँदैन होला भित्र लगेको भनेको फुल पनि त छ नि त महँगो भनिरहेको छ। कतिवटा मलाई पनि 5वटा चाहियो, कसरी दिने मिलाएर? कतिवटा 5वटा चाहियो मलाई भने। त्यही रेट लाग्छ नि त्यही लाग्छ। तपाईँ कुमार त्यहाँबाट बाँड्नु त मिल्छ नि, जोडेर गरिदिनु। यिनीहरू पनि हालिदिनु ल। 250 रुपियाँको केजी। त्यहाँ 250, यहाँ 300। फाइनली म घर पनि आइपुगेँ होइन। किन भन्दाखेरि तपाईँहरू फुल लिएर आएको छु म। भोलि पूजा छ होइन, यस पूजाको लागि रेडी गर्नुपर्छ। लिएर आएको छु, जाँदैछु घरतिर। घरको बाटो हिँड्दैछु होइन, त्यही हो गाइज। यो भ्लगलाई अब यति नै म गर्न चाहन्छु। तपाईँहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। हजुरहरूलाई मैले देखिनु होइन, धन्यवाद छ। हस्त नमस्ते गर्दै म बिदा गर्न चाहन्छु। हस्त।